हेलो हाई नमस्ते वेलकम टु ब्याक माई युट्युब च्यानल कुमार विष्ट मोटो भ्लगमा यहाँहरूलाई हार्दिक स्वागत छ। फेरि पनि विशेष दिन र विशेष फरक फरक श्रृङ्खलाको साथमा आज उपस्थित भएको छु। यतिखेर म चाहिँ पोखराकै रमणीय बस्ती यो बेकनास ताल घुमाउडी छु आज भने। यतिखेर म चाहिँ यो सिसुवाको बाटो हुँदै म लेकनाथबाट नै यो सिसुवाबाट करिब करिब यो बेकनास तालको यात्रामा छु। यतिखेर म बेकनास ताल जाने भित्री बाटोहरूमा चाहिँ म हिँडिराखेको छु, पैदल यात्रा गरिराखेको छु। हामी धेरैजना छौँ, गर्मी एकदमै बढेको छ, गाडीहरू चाहिँ गुडिरहेको छ, तर आज पैदल यात्रा गरौँ भनेर आइयो। यति यो स्केटको पहाड रहेछ, यहाँ चाहिँ स्केट पनि खेलाइयो दिँदो रहेछ। आहा कति रमाइलो छ यो बस्ती, यो बाटोहरूमा पुरै टाइल बिछाएको छ। यो पो हो त विकास, क्या रमाइलो छ, क्या रमणीय छ। यो पारिपट्टिको चाहिँ यो माछा पालन, यहाँ चाहिँ माछा पालेको छ मजाले। यो कुलोमा चाहिँ बर्खा एकदमै माछा मार्न आउँछौँ हामी। म त्यतिखेर पनि तपाईँहरू देखाउने छु। भने पारिपट्टि देखिएको चाहिँ अब बेकनास ताल अब मजाले देखियो। अब यो सिडी चढ्ने यो मान्छेको घुइरो छ। यो फेरि यो पर्यटकीय स्थल हो जहाँ चाहिँ धेरै पर्यटकहरूको भिड हुने गर्दछ। साइकलहरू पनि लिएर आइरहेछन् दाइहरू। यो चाहिँ म सिडी पार गर्दैछु भने अब म मजाले अब माथिको भ्यू देखाउने छु मजाले अब कति अग्लो हो यो सिडी, कति धेरै माथि। वाउ, यो हो नि बेकनास ताल। मान्छेहरू चाहिँ यहाँ पौडी खेल्दै रहेछ, माछा मारे रहेछन्। यहाँ चाहिँ माछा पनि मार्न पाइन्छ अहिले चाहिँ यो तालमा। हामी पनि फेरि पौडी खेल्न आउनुपर्छ कुनै दिन। यहाँ चाहिँ मान्छेको यसरी घुइरो छ। यो चाहिँ मेरो दोस्तहरू भने पारिपट्टि सिन चाहिँ एकदमै राम्रो आइरहेछ। यो कुनापट्टि भने ताल ठुलो छ यो बेकनास ताल। यहाँ चाहिँ मान्छेहरूले माछा मजाले मारिरहेछ बल्छीमा। औ कति मर्छ दाइ माछाहरू, हेर मिचल दाइ, देखाउन पर्यो। भन्नु त कति मऱ्यो। दाइहरू चाहिँ तर सानो आवाजमा बनिरहेछ भने कसैले चाहिँ भिडियो सुट गरिरहेछ। गर्मी एकदम छ, तालमा चाहिँ मजाले पौडी खेल्न मन लागेको छ। जताततै माछा मारेको पुरै लहरको देखिन्छ। मसँग काम गर्ने दाइ पनि पो आएको रहेछ है त। यता चाहिँ कम्पमा पारिपट्टि भित्रपट्टि चाहिँ पुरै माछा पालिएको छ। पारिपट्टि यहाँ चाहिँ पुरै व्यक्तिहरूले माछा पालेको देखिन्छ। यो तलपट्टि राम्रो छ, बाटोहरू कस्तो टायल बिछ फासु गर्छ। यसरी निर्मित बनाएको चाहिँ मलाई चाहिँ एकदम रमणीय लाग्यो, शान्त लाग्यो। यहाँ चाहिँ माछा मजाले मार्दैछन् बुढोहरू। अब चाहिँ हामी पहाडीपट्टि जान्छौँ, डुङ्गा चढ्नेछौँ फेरि। आज चाहिँ मजाले साथीहरूसँग घुम्न पाइयो। क्या मजा छ, क्या मजा छ। वाउ, भेरी नाइस। तेरो 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 के हेरेको, सबैजना माछा मारेको हेरेको हो। एउटा दिदी पनि आखान् प्रेम दाइ तल मजाले झोलाभरि माछा छ नि फेरि तल। औ स्विट मोमेन्ट। यहाँ चाहिँ माछाहरू मजाले छुप्न पाउँदो रहेछ। सिनहरू चाहिँ एकदमै राम्रो देखिन्छ पारिपट्टि। हामी चाहिँ पारि कुना साइडमा जान्छौँ, कुनापट्टिमा। यहाँ चाहिँ मान्छेहरू मजाले माछा मारिराखेको छ। हामी चाहिँ यो बोट यतापट्टि आइसक्यौँ। केटाहरू चाहिँ मजाले घुइरेर हेरिरहेछ पारिपट्टि।
आजभोलि बेसिजन भएर हुनसक्छ र बाटो बन्दै छ उतापट्टि हाइवेहरू त्यस कारणले पनि पर्यटनहरू अलि कम पाउँदो रहेछ यहाँतिर। हेलो के छ? सबैजना चाहिँ फोटो खिच्नमा व्यस्त छन्। ओह तलपट्टि पनि फेरि म फर्केर यतिपट्टि आएँ। अब जाँदैछु म पारिपट्टि। हिँड्दा हिँड्दै निन्नै पो लागिसक्यो हौ। यस्तरी बाटो चाहिँ मजाले बनाएको छ सफा। यो चाहिँ एउटा विकास हो। यति ठुलो छ आँखाको दृश्यले नै भ्याउँदैन यो बेकनास ताल ठुलो छ चौडीको हिसाबले पनि गहिराइ पनि धेरै छ भन्नमा सुनिन्छ। यो समथिङ 27 मिटर हो या 27 फुट एक्ज्याक्ट थाहा भएन मलाई चाहिँ फेरि। पोज यहाँ चाहिँ सबैजनाले पोज दिइराखेको छन् आफ्नो तालमा। स्विट क्युटी के गरे अहिले यो कुकुर चाहिँ मजाले बाटोमा पल्टेको छ। गर्मी छ बिचरा। हामी चाहिँ पुल कटेर ऊ पारिपट्टि गयौँ। अब चाहिँ हामी यहाँको दृश्यहरू देख्नेछौँ घुम्नेछौँ। मेरो साथीहरू चाहिँ मजाले फोटो खिच्दै राखेका छन् पछि। म चाहिँ अगाडि भ्लग बनाउँदै दौडिराखेको। यहाँ चाहिँ चटपटी बेच्ने दिदीले चाहिँ चटपटी खाना आह्वान गरिराख्नु भएको छ। तर हामी गर्मी छ खाएनौँ फर्किँदाखेरि खान्छौँ भनेर हामी चाहिँ हिँडिहाल्यौँ। यहाँ चाहिँ नेपालको झन्डा बनाइएको छ सुन्दर तस्बिरहरू। दिउँसोमा परेर अलि त्यति क्लिन छैन मौसम चाहिँ। भने यतापट्टि चाहिँ यसरी ग्राउन्डहरू चाहिँ बनाइएको छ। मैले यसरी फोटो लिएँ। यो चाहिँ मैले प्रतीक्षालयहरू बस्नको लागि